हेलो गाइस, तपाईहरु सन्चै र आरामै हुनुहुन्छ? तपाईहरु सन्चै र आरामै हुनुहुन्छ भने म पनि एकदम सन्चै र आरामै छु। नाइस। तपाईहरुलाई स्वागत छ AG11 भ्लगमा। अब भ्लग अगाडि बढाउनु भन्दा अगाडि के भन्न चाहन्छु भन्दाखेरि मेरो दर्शक भगवानहरुलाई नमस्कार। Oh my god! Wow! ल गाइस, अब ट्याक्क आज म चाहिँ यता दादाकोमा आइसके। सबिन दादाकोमा एकदमै बिजी गेममा खाली फ्री फायर मात्रै। केही भन्दिनु पर्यो त यता दाजु, केही भन्दिनु पर्यो त यता दाजु। भाइको भ्लगमा केही बोलिदिनु पर्यो नि त। भर्खर सुरुवात गर्दैछ। ल भाइको भ्लगमा सबैजनाले सब्स्क्राइब के भन्छ यता फेरि अर्को सर्छ फेरि बा 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 सक्दैन फेरि मोबाइल समाउन नआएर विजेत भयो कसरी। फेरि मोबाइल समाउन नआएर विजेत भयो कसरी फर्काउँथ्यो के अनि देखेर त अब घुमाउनु पर्यो। ल केही बोलिदिनु पर्यो। एजी भ्लगलाई होइन पुरा सब्स्क्राइब लाइक अनि बेलायकनमा पुरा दाबिदिनु पर्यो है गाइस। त्यही हो मेरो धारणा चाहिँ है त। सक्दैन नि फेरि पारा हान्दिने। गिटार बोकेर त सर यसो एउटा दुईवटा कला देखाइदिनु त्यता फक्केर। कला त भाइ के छ बाबाले देऊ न एउटा गीत त फेरि बाबाले हानिहाल्छ। स्वर जस्तो सुकै होस् मतलब भयो जाओस् न यार। धन्यवाद है यति चाहिँ फेरि उता मात्र देबो मात्र फेरि बबल हानिदिन्छ है त गाइस। यसो दर्शकहरूलाई बोल्दैन त केही अब होइन। अब ट्याक्क नयाँ हुनुहुन्छ भने अब म नै नयाँ हो, तपाईँहरू नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्स्क्राइब होइन हान्नुपर्ने के चिज हो है त सबै हान्दा पर्यो होइन। अब यस्तै हो। कमेन्ट बक्समा तपाईँहरूले के छ कमी कमजोरी यसरी जानु पर्यो यसरी गर्नु पर्यो भन्नुहोस्, त्यही अनुसारले म अब भिडियो हाल्ने गर्छु। अब भर्खर सुरुवात गर्दैछु। आहा मेरो क्यामेरै राम्रो हो कि मान्छे नै राम्रो हो? कस्तो राम्रो आएको हो र? अनि छैन ल राम्रो के राम्रो हो? राम्रै त भन्नु नि। ओहो दाजु क्यामेरै राम्रो हो कि तपाईँ नै राम्रो हो? है के हो यो मान्छेको हेर्ने नजरै राम्रो हेर्ने आँखा नै राम्रो। ठिकै छ उतै लिएर जाऊ न। ठिकै छ उतै लिएर जाऊ न। उतै लानु पर्यो क्यामेरा। उतै लानु पर्यो अब यसरी लगिरह्यो भने म भाइरल होला फेरि। लगिरह्यो भने म भाइरल होला फेरि। फेरि भोलि इन्टरभ्यू दिएर भ्याइ नभए होला उता दाजुलाई उयो दाजुलाई क्या घरमै आयो भने फेरि ढकढक गऱ्यो भने म भाग्नुपर्छ। अनि फेरि ढकढक गऱ्यो भने म भाग्नुपर्छ। सक्यो आजलाई। मोबाइल बन्द गऱ्यो भने त फेरि ल्याउँछ कन्टेन्ट। पानी खाँदैछु तातो पानी। ओहो ल तातो पानी खाँदै। तातो पानी खाएको राम्रो हो कि अनुहारै राम्रो हो? कस्तो एन्सम देखेको नि सुजन भन्ने मान्छे। कालो भएर राम्रो देखा हो। कालो भएर राम्रो देखा हो। पहम है पालै पालो बोलाउ ल बबिता गुरुङ। अनि त्यही त त्यसले क्या मान्छे पनि कालो छ नि त लुगा पनि कालै लाएर आएको रहेछ भनेको क्या। कालै लुगा लाएर आउनु भएको दाजु। मान्छे कालो दिल मात्रै सेतो त होइन, सेतै हो। मान्छे कालो भयो नि दिल सेतो। सेतो ठिकै छ। हेत तेरी अब के भन्ने होला त? ल के भन्ने होला त? ल अब के भन्ने?
नमस्ते सक्यो समाप्त फेरि त्यही भन्नु त अब के भन्नु दाजु अब बाई बाई सक्यो नमस्ते भन्नु न तपाईँ फेरि बिगार्नु भयो क्या सक्यो नमस्ते भन्नु न तपाईँ फेरि बिगार्नु भयो क्या हजुर चिकन मोमो खाऊ न होइन पहिला बफ खानुपर्छ त्यो एक्लै खान्छ कि म सक्दिनँ कि तिमीले खानुपर्छ म त कता खाने होला यता खाने कि यता खाने होला हजुर चिकन खाऊ होइन बफै खानुपर्छ पहिला यसले खाइहाल्छ न होन्तेले त्यति खाइहाल्छ न होन्तेले त्यति म खान थालेको छु म त कता खाने होला कन्टेन्ट क्रिएटर हो अरे सबजना भोलिदेखि कुन कुन रिसोर्टले तपाईँहरू तिनजना खाएको भिडियो बनाउनु आउनु होला भन्छ बिगारे सम्झना आछै आछ नि दाजु खाँदाखेरि भोलि चाहिँ सम्झना होला मिलिसकेपछि आउने हो कि मिल्दैन अरे बेला थाहा पनि भइसक्यो एकदम त कष्ट गर्छ म आफै मिल्दैन भाइरल म्यानै हो नि फेरि यता त हजुर हो भन्नै पर्दैन त्यो त उसको साथीहरू जति आधीले चिनिहाल्छ त्यही भएर भाइरल म्यान भनेको नि उसको स्टोरी उसको साथीहरू जति आधीले चिनिहाल्छ त्यही भएर भाइरल म्यान भनेको नि उसको स्टोरी हाल्ने त्यही हो के हो जे भयो नि मेरो स्टोरीमा फेरि 500 त आउँछ फेरि 500 त आउँछ फेरि 500 ले मलाई चिन्छ 500 मा 500 त भन्नु भएन 250 ले चिन्छ गाई छिटो नगर धेरै आज मेरो घर छोरा छोरीहरू सबै मेरो बुढाबुढी सबै रमाइलो गरेर यहाँ जे होस् मिठो नमिठो खानेकुराहरू बनाएर खाएको छ माइन्ड नगर्नु होला ल सबैजनालाई धन्यवाद रमाइलो होइन त पयस कति एउटा तन्नाको माया नगर्न थोडी किन धोइदिनु के तिमी माया नगर्न थोडी किन धोइदिनु के तिमी चटपटे खाने पैसा बजार हो नि किन्न एउटा म त के हो त यस्तो ब्याग किन्छु चर्बे खाने पैसा बचाएर त 3,50,000 को पक्तेर पाउन आउँदै च्याते तन्नाको छ भने त इज्जत जान्छ के त हामीलाई ल पर भयो त पाले बोल्नु पर्छ अब यस्तो हो नि त अब मेरो घर यो केही समयको लागि मात्रै हो नि त मेरो घर त अन्त्य हो नि त ल अब एकछिन फेरि बाटो लगाइहाल त ओके न सोचिदिनु भन ल यसो आफ्नो माइतीलाई झिलिमिली बनाइदिउँ भन्नु छ बनाउनु त पर्छ कि तर पनि अब आफ्नो सधैँभरि त यो त हुँदैन मलाई सधैँभरि राखेर बस्दैन राख्दैन तँलाई अब एकछिनमै लगाउँछ एकछिनमा त होइन भोलि एकदम मामाको सर तपाईँ काममा गइदिनु न उस्तै त नि बुढाबुढी जो गयो भने होइन मामा कहिले गयो खतरा भने हो ठिक लाग्यो कि यहाँलाई थाहा भयो कि आफ्नोले आफ्नै चेप्दो रहेछ भनेर काकी यहाँलाई थाहा भयो कि आफ्नोले आफ्नै चेप्दो रहेछ भनेर काकी किन नराख्नु भएर के गुनासो हुन्छ नि त मान्छे ठाउँले साङ्ग्रो भन्न त त ब्लगर बनी क्या हो ब्लगर बनी क्या हो सब्सक्राइबर गरिदे ल फेरि त्यही भन्नाले जुन 350 त सब्स्क्राइबर ब्लगर बनी क्या हो ल के गर्नुपर्छ सब्स्क्राइब लाइक कमेन्ट सब्स्क्राइब शेयर पनि ल ल ल दिदी बहिनीले भनेको कुराहरू पुऱ्याइदिनु होला ल दिदी बहिनीले भनेको कुराहरू पुऱ्याइदिनु होला